गुड मर्निङ एभ्रिवान। आज चाहिँ मेरो पर्सनल कामले गर्दा म आज लामो यात्रामा जाँदैछु। बिहानैदेखि पानी परेर मौसम पनि धुम्म भइरहेको छ। सायद पानी परेर पनि होला आज बसभित्र यात्रा गर्ने मान्छेहरू नि खासै छैन, पुरै खाली नै छ। हुन त आज काम गर्ने दिन भएर नै होला, सबैजना काममा गए होलान्। म चाहिँ बसबाट ओर्लिसकेको छु, यहाँबाट अर्को बस चेन्ज गर्नुपर्ने हुन्छ। ल है साथीहरू, यस्तो अब बजारतिर आएपछि यस्तो ठुल्ठुलो बिल्डिङहरू देख्न पाइन्छ। ल म चाहिँ कम्पनी छोडेको लगभग 1 मन्थ हुन लागिसक्यो नि त। अब अर्को कम्पनीमा इन्टरभ्यूको लागि जान लागेको हुँ। त्यस भएर अब त्यो कम्पनीले मलाई मन पराउँछ पराउँदैन, अथवा मैले त्यो कम्पनी मन पराउँछु पराउँदिनँ होइन, थाहा छैन। त्यसैको लागि इन्टरभ्यूमा जाँदैछु। अब इन्टरभ्यू चाहिँ अब कस्तो होला होइन, थाहा छैन। अब राम्रै कम्पनीमा जानको लागि त राम्रै इन्टरभ्यू दिनुपर्छ जस्तो मलाई लाग्छ। अलिकति कन्फिडेन्स चाहिँ लिएर जाँदैछु, हेरौँ कस्तो हुन्छ। अब सानोतिनो कम्पनी ठिक अब खासै नचल्ने कम्पनीहरूमा त अब खासै मतलब हुन्न नि त। अलि राम्रै कम्पनी जानको लागि चाहिँ राम्रै इन्टरभ्यू हुन्छ कि जस्तो मलाई लाग्छ। हेरौँ, अलिकति कन्फिडेन्स चाहिँ छ के हुन्छ। मैले चाहिँ इन्टरभ्यू दिएर आइसकेँ, तर अलि नर्भस भएँ है। कस्तो अलि आत्तिएँ म होइन, अलि आत्तिए जस्तो भयो। अब ठिकै छ, अब अगाडि 8-9 जना बसेर मलाई क्वेसन गरिरहेको थियो। अब के सोधिरहेको छ होइन, अब फर्स्ट टाइम भएर पनि होला, ठिकै छ। अब डन भन्ने कुरा भएको छ। अब डन भनिसकेपछि मैले नि डनै भनेको छु। अब ठिकै होला नि, राम्रै होला भन्ने लाग्छ।